रहेछ एउटा यस्तो दामी छ। डाँडातिर जान्छौँ, डाँडातिर के कस्तो छ अवस्था। उता अब इन्ट्री गर्ने यहाँ पो रहेछ दामी त। हेलो एन्ड नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी टक्क न्यु इयरको भाइब्सलाई लिएर टक्क ओतेरा साइडतिर घुम्न आएका छौँ। हेर्दै गर्नु होला आजको हाम्रो रमाइलो क्षण कस्तो हुनेछ है त। हजुर हामी चाहिँ एन्ट्री गरिसक्यौँ। यहाँ चाहिँ अलि न्यु इयरको सिजन भएर होला टक्क सुनसान रहेछ है त। ढोका चाहिँ खुल्लै छ। प्रवेश गरिसकेका छौँ। बुद्धिस्टको टेम्पल रहेछ यहाँ। यस्तो बबाल छ कि वाउ। इन्ट्री गर्ने यहाँ पो रहेछ दामी त। के ल्याएन के ल्याएर हिँड्छ। सब काठै काठको हो यो। यस्तो बवाल छ कि आज हामी यतातिर घुम्न आएको छौँ होइन। यस्तो दामी छ ठाउँ। बवाल छ बवाल। चाहिँ पानी लगाउनलाई होला गार्डनतिर टक्क। यहाँ भित्र जानु नपाइदो रहेछ। मान्छे नि छैन। अनि मान्छेहरू सोधेर जाने नजाने मान्छे कोही पनि छैनन्। सो हामी चाहिँ यसो बाहिरबाट हेरेर मात्रै माथि डाँडातिर जान्छौँ। डाँडातिर के कस्तो छ अवस्था। उता बुद्धिस्ट सब टेबलहरू छ त अनि चेयरहरू। यिनीहरूको उस गर्ने थाहा होला नि त। यहाँ गुम्बा गाई चाहिँ हामी चाहिँ यहाँबाट टक्क यता माथितिर प्रवेश गर्दैछौँ। हेर्दैछौँ सब। यो चाहिँ खास के हो मान्छे उस गरेको हो। सबको नाम लेखेको त होला यो त होइन। नाम धक्क फुलहरू चढाएर यस्तो सजाएर राख्दो रहेछ। दियो बाल्ने यता मन्दिर रहेछ एउटा यस्तो दामी छ। यहाँबाट धक्क खाजाकीको भ्यू पनि भोवाल देखिँदो रहेछ। त्यहाँ तल मान्छेहरू बनाउँदैछ। सब काठै काठको भा। यस्तो दामी देखिन्छ कि। धक्क फुलहरू पनि छ। सबै जङ्गलको बिचमा यस्तो दामी। माथि डाँडासम्मै गइदिने। हामीले लक्क यतातिर बिचतिर घुम्दैछौँ कि आज न्यु इयरको सेकेन्ड डे। जनवरी 2 बिदाको टाइममा यस्तो बाहिर निक्ल्यौँ रमाइलो हेरौँ भनेको। यस्तो छ रमाइलो यता।
यिनीहरूले सफा गर्ने कि यिनीहरूले उनीहरूको आफ्नो मान्छेहरूको होला नि त आउने सफा गर्ने बुद्ध जापानले के बनाछ यस्तै यहाँ पनि राम्रो रहेछ ठाउँ तर भित्र जान नपाइदो रहेछ हामी चाहिँ टर्न ब्याक दायाँ बायाँ यता घुमफिर गरेर के कसो छ सबै हेरेर हामी फर्किनेछौँ पानी रहेछ यो जाने ठाउँ रहेछ यति माया हुन्छ यहाँ त घर पो हो क्या हो यता घरहरू रहेछ भर्खर जापानिज आएर धुप बालेर पानी हालेर यस्तो गरेर संस्कार जापानिज संस्कार यस्तो छ गाइस हाम्रो नेपालको संस्कार छुट्टै हुन्छ यहाँको संस्कार चाहिँ यस्तो छुट्टै रहेछ थाहा अनुसारको संस्कार छुट्टै हुन्छ सबैले आफ्नो आफ्नो संस्कार मान्नुपर्छ